जय श्री राम। सबैमा जय श्री रामको नमन। आज म सबैले प्रत्येक दिन प्रत्येक घरमा युज भइरहेको दही, छाछ र दूध हामी कुन समयमा के प्रयोग गर्ने हालसम्म धेरै आदमीलाई जानकारी छैन। अब त्यसको बारेमा म जानकारी गर्छु। कुन समयमा के खानु हो, कुन समयमा के नखाने हो। अब जस्तै हामीले दूध कति बेला खाने, छाछ कति बेला खाने र दही कति बेला खाने। वास्तविकमा दूध राति खानुपर्ने छ, जसमा बेसार मिलाएर खानुपर्छ, र यो छाछ 12 बजेपछि खाने, र दही बिहानदेखि लिएर तपाईले 12 बजेसम्म खान सक्नुहुन्छ। अब यो दहीको मेन फाइदा के छ कि यो एउटा ल्याक्टस ब्याक्टेरिया नामबाट जमाएको हुन्छ। यसले हामीलाई पेटमा भएका ब्याक्टेरियाहरूलाई यो भोजनको रूपमा निकाल गर्छ। यसले पाचन तन्त्रलाई पनि सुधार्छ, ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्छ, मोटापा पनि घटाउँछ, क्याल्सियम, म्याग्नेसियम आदि कुराले यो दहीले भरपूर यसमा रहेको हुन्छ। यो प्रत्येक दिन हामीले 40 वर्ष माथि कटिसकेको मान्छेले दूध अलि कम खानुहोस् र दहीमा बढी जोड दिनुपर्ने हुन्छ। वास्तविकमा दहीमा हामी चिनी मिसाएर कहिले पनि नखानु। यसमा मिसाउनु पर्ने छ भनेदेखि तपाईले गुड मिसाएर खान सक्नुहुन्छ। र यो 12 बजेपछि कहिले पनि नखानु। हाम्रो भोजभतेरमा राति पनि खान्छ, दिउँसो पनि खान्छ, जति बेला मन लाग्यो त्यति बेला खान सकिन्छ। तर यो खाने तरिका होइन। खाएको हामी पछाडि के हुन्छ, खाना त टेस्टको लागि खान्छ, तर हाम्रो शरीरले पनि यो घातकको रूपमा प्रयोग गर्छ। अब दही माछासँग कहिले पनि मिसाएर नखानु होला। माछासँग पनि खान्छ, मासु पनि खान्छ यो। अब यो एकदम दुर्भाग्य कुरो हो जब माछा र मासुसँग तपाईले दही मिसाएर खानुहुन्छ भनेदेखि छला स्किन डिजिजसँग बिरामी हुने बढी चान्स हुन्छ। त्यसकारण अब दही बिहान खानु यो स्वास्थ्यको लागि एकदम बेटर चिज हो। यो छाछ मैले बनाएको 12 बजे पछि खानु। यो दूध राति सुती बेलामा खानु। अब मैले दहीको माटोको भाँडोमा मात्रै खानु होला। यो कति टेस्टी छ त्यो पनि अब खाएर म टेस्ट गर्दैछु। माटोको भाँडोमा खानु एकदम बेस्ट हो। यसो खाने कति सुन्दर छ। तर यो खाने माछा मासुसँग कहिले पनि नखानु होला। यो खाइसकेपछि तपाईको पाचन तन्त्रलाई सुधार्छ। तर फेरि अमिलो छ भनेदेखि, खट्टापन छ भनेदेखि कहिले नखानु होला। यदि दही पूर्ण रूपले जमेको छैन भनेदेखि त्यो पनि दही नखानु होला। त्यति पनि खाँदाखेरि विचार गर्नुपर्ने हुन्छ। र सबैमा हामी आजको भिडियोबाट यही अन्त्य गर्छु। सबैमा जय श्री राम।